साला हेर्नु न यो 70 करोड घुसखोरीले आज घुसको नाममा जेरी खुवाइरहेछ। तपाईँहरू जेरीमा चाहिँ भोट नहाल्नु होला है। जेरी खुवाएर लाल चिपन देखाइरहेछ है। तपाईँहरू मासु भातमा बिग्नुभयो, पेट्रोलमा बिग्नुभयो, फेरि आएर यसले जेरी खुवाउँदैछ है। जेरीमा चाहिँ तपाईँहरू कदापि भोट नदिनु होला है। जेरी खुवाएर बिहोस बनाएर त्यसका बाँडे साढे 70 करोडवालाले फेरि एमालेमा भोट हाल्न लाउला। सचेत रहनु होला। जेरी खुवाएर तपाईँहरूको भोट किन्न लाग्दैछ है। सचेत रहनु होला। यसपालि देश परिवर्तन गर्नु छ। तपाईँ हामी मिलेर देश परिवर्तन गर्ने, अरू कसैले परिवर्तन गर्ने होइन। र सचेत रहनु होला। यसपालि नयाँलाई साथ दिउँ, नयाँलाई साथ सपोर्ट गरौँ र 5 वर्ष कार्यकाल एकैजनालाई दिउँ। बहुमत जसलाई दिनुहोस् बहुमत दिनुहोस्। यसपालि एमाले आउनु हुँदैन, काङ्ग्रेस आउनु हुँदैन। रासोपा जिन्दाबाद। फेरि म रासोपा जिन्दाबाद भन्दा रासोपाको फ्यान्सी होइन, रासोपाको पुरा समर्थन गर्न खोजेको नि होइन मैले। जो राम्रो छ उहाँलाई दिनुहोस्, तर पुरा 5 वर्ष कार्यकाल एकैवटा पार्टीलाई दिनुहोस्, ताकि देश विकास हुन्छ हुँदैन अनि हामी अनुमान गरौँला। नभए फेरि हामी भोट चेन्ज गर्न बाध्य हुनेछौँ 5 वर्षपछि। अहिले तपाईँहरूले बाढी चुडी दिउँला भनेर नसोच्नु होला, किनकि देश बाँडिने छ, देशको पैसा बाँडिने छ, विदेशको ढुकुरी बाँडिने छ र भ्रष्टाचार फेरि मौलाने छन्। भ्रष्टाचार अन्त्यको लागि 5 वर्षको कार्यकाल एउटै पार्टीलाई।